हेलो जोडले है सबैलाई ल्याउनुहोस् है चरा कति राम्रो है। अब यस्तो के गएको त भिडियो खिच्न पाइनँ, तर बिहान उठेर चाहिँ बनाइयो किनभने साथीहरूले पाङपुङ 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 पारेर सामान डाङडुङ पारेर मलाई ल हिँडौँ भनेर पोको पन्तर बोकेर हामी लाग्यौँ बुढानीकण्ठ क्याम्पिङमा। नेचर लभर है, नेचर भएको ठाउँमा है आनन्द छ। हामी टेन्टमा बसेका हौँ, हामी बच्चाहरू लिएर गयौँ। ल यी दुईवटा हेर ब्रस गरेर बसेका हुँ 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 पार्दै म पनि गरेँ। ब्रसको त आवाजै आएको थियो, क्या आवाज आउने गरी ब्रस गरेँ भन्दै थिएँ। यो चाहिँ हामी बसेको क्याम्पिङको टेन्ट, हामी बसेको टेन्ट। यो चाहिँ कस्तो राम्रो, कति आनन्द, कस्तो मजाको। अनि हामी हिँड्यौँ ब्रेकफास्टको लागि, आफ्नो पोको पन्तर बोकेर टोइ 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 हिँड्यौँ हामी। ल हेर्नुहोस् कति राम्रो छ। भर्याङ साह्रै गाह्रो, भर्याङ चढ्न ओर्लिन यति दुःख पाइयो नि बाबै, मैले त साह्रै दुख्यो घुँडो मेरो। यी दुईवटा हेरेँ, यिनीहरूको बकबकै सकिएन क्या। म चाहिँ यसो भिडियो बनाउँदै बसेको। रैथाने भान्सा, रैथाने घर, घर सरी, रैथाने घर कति राम्रो छ है। लुक्स पुरानो पुरानो जमानाको टाइपको। यो चाहिँ हाम्रो काठमाडौँ सहर, कति राम्रो। घरै घर घरै घर, घरै घरले उ गरेर के गर्नु, घर धेरै भयो कि है, कति धेरै। यो चाहिँ हाम्रा बच्चाहरू मस्त पिङ खेलेका छन्। उनीहरूले भन्छन् यो क्याम्पिङ एकदम रमाइलो भयो अरे, 10 अफ द 10 रे। खाना सर्भिसिङ सबै। म चाहिँ यहाँ मजाले घाम तापेँ। डक्टरले मलाई घाम ताप्नु भन्नुभएको नि त, त्यही भएर आज चाहिँ तापिदिएको क्या, भिटामिन डीको कमीले गर्दाखेरि। आज चाहिँ घाम तापेर आनन्दले बसेँ। के गर्न पाउनु, छोरीले उठ्यो उठ म बस्छु भनेको, अनि त्यसपछि बस्दै। ल बच्चाहरू हेर आफ्नै तालमा कति रमाइलो गर्दैछन्। आउनै पो माने थिएनन्, के गर्नु, आउनै माने थिएनन्, यति रमाइलो भएको थियो। अनि यो चाहिँ हामी घरतिर लाग्ने समय। पोको पन्तर बोक्यो, ब्रेकफास्ट सक्यो, अब घरतिर गुटुङटुङ पारेर पोको पन्तर। ल यो दुईवटा हेर्नुहोस् त, रुन थाली जस्तो छ, छोडेर आउनु पऱ्यो भनेर मेरो साथी। ल थ्याङ्क यू। यो मेरो भ्लग हेरिदिनु होला, हेर्नुभएकोमा थ्याङ्क यू।